म महादेव अधिकारी, घर तनहु, हाल दुबईमा 6 वर्षदेखि कार्यरत छु। सुनाउन गइरहेको छु किसान कविता। किसान हुन्छ अमूल्य शक्ति, राष्ट्रको निशाना। संसार बाँच्ने जो दिन्छ अन्न, त्यही हो किसान। देशको सान, देशको मान, राष्ट्रको सम्पत्ति। बन्दैन देश जीवन स्तर किसानको नउठी। संसार बाँच्छ श्रमले जसको, ऊ अझै भोको छ। फाटेको लुगा थाप्लोमा नाम्लो, पिठ्योमा डोको छ। क्रान्तिका वीर जन्माइदिने किसानै हुन्छ नि। विद्यार्थी नेता असल पुत्र जन्मेका जुन छ नि। अरूको पार्छ महल खडा, उसैको झुपडी। हुँदैन देशको प्रगति किसान अगाडि नबढी। देशको मुक्ति हुँदैन कहिले किसान नउठे। बल्दैन यहाँ क्रान्तिको राको, किसान नजुटे। देशको माटो भरि नै आफ्नो पसिना बसाई। अन्नको स्रोत बनेर सबको घाँटीमा रसाई। किसानको श्रम नभए केही हुँदैन धरतीमा। राष्ट्रको भाग्य लेखिन्छ सदा किसानको गतिमा। फलेको फल सुन्तला स्याउ अम्बा हो किसान। देशको जग बलियो पार्ने खम्बा हो किसान। किसान एक भएर जब जुरुक्क उठ्दछ, देशमा तब विकासे मूल खुरुक्क फुट्दछ। जहिलेसम्म किसानको आफ्नै जमिन हुँदैन, तहिलेसम्म देशले कुनै लक्ष्य नै छुँदैन। किसान हुन्छ राष्ट्रका हाम्रा शक्तिका आँकुरा। माटोमा सुन फुलाइदिन्छ किसानका पाखुरा। किसान हुन्छ राष्ट्रका हाम्रा शक्तिका आँकुरा। माटोमा सुन फलाइदिन्छ किसानका पाखुरा।